सो भोलि माघे सङ्क्रान्ति सो भोलि माघे सङ्क्रान्ति रहेको छ एन्ड माघे सङ्क्रान्ति आउने बित्तिकै मलाई आफ्नो बचपनको याद आउँछ कि जब म 5-6 क्लासमा पढ्थेँ त्यतिखेर चाहिँ हामी रातभरि आगो बालेर होइन रातभरि साथीहरूसँग रमाइलो गर्ने तरुल गन्जीहरू खाने त्यसपछि सेलरोटीहरू के हुन्थ्यो कि अनि लास्टै नै रमाइलो हुन्थ्यो बट सो म के भन्न आएको भन्दाखेरि जुन हामीले फेस्टिभलमा यो तरुल गन्जीहरू खान्छौँ नि यसको बेनिफिट्सहरू एकदमै धेरै छ कि जुन चाहिँ हामीलाई थाहा नहुनसक्छ सो त्यो चाहिँ आज म भन्न गइरहेको छु सो तरुलको कुरा गर्ने हो भने यो एकदमै क्यालोरिज डेन्स फुड हो सो इफ हजुरलाई बल्क गर्न छ वेट गेन गर्न छ भने हेल्प त गरि नै हाल्छ एन्ड वेट लस गर्नेलाई पनि हेल्प गर्छ बिकज यसको ग्लाइसेमिक इन्डेक्स एकदमै कम छ जसका कारणले यसले इनर्जी एकैचोटि स्पाइक गर्दैन सो लङ टर्म इनर्जी सस्टेन गरेर बिस्तारै रिलिज हुन्छ सो त्यस कारणले चाहिँ यो खानुभयो भने चाहिँ हजुरको इनर्जी स्टेबल गर्न यसले हेल्प गर्छ एन्ड अर्को सबैभन्दा इम्पोर्टेन्ट बेनिफिट्स भनेको चाहिँ यो पोटासियम रिच फुड हो कि हजुरको बनाना भन्दा यसमा धेरै पोटासियम हुन्छ सो जसले चाहिँ हजुरले क्र्याम्पहरू फिल गर्नुहुन्छ भने पनि त्यसलाई यसले कम गर्ने हेल्प गर्छ एट द सेम टाइम यो भिटामिन सी र भिटामिन B6ले भरिएको फुड हो सो जसले चाहिँ हजुरको इनर्जी ब्रेकडाउन भनौँ न इनर्जी मेटाबोलाइज गर्न हेल्प गर्छ एन्ड एट द सेम टाइम हजुरको इम्युन फङ्सनमा पनि यसको ठुलो रोल रहेको हुन्छ एन्ड अर्को सबैभन्दा मलाई मनपर्ने स्विट पोट्याटो हाम्रोतिर गन्जी भन्छ लेट मी नो इन कमेन्ट बक्स हजुरकोतिर के भन्छ सो यसको सबैभन्दा ठुलो बेनिफिट्स भनेको यो भिटामिन ए को पावर हाउस हो कि यसले हजुरको प्रोटिन सिन्थेसिस गर्न एकदमै ठुलो हेल्प गर्छ यसलाई चाहिँ कसरी सोच्नु भन्दाखेरि हजुरको प्रोटिन भनेको इट्टा भयो एन्ड भिटामिन ए भनेको चाहिँ हजुरको भनौँ न म्यानेजर आर्किटेक्ट भयो कि एन्ड अर्को चाहिँ हजुरको स्किनको हेल्थको लागि पनि एकदमै राम्रो हुन्छ द्याट्स इट फर टुडे गाइज लेट मी नो इन कमेन्ट बक्स हजुरकोतिर माघे सङ्क्रान्ति कसरी मनाउनुहुन्छ एन्ड आई विल सी यु नेक्स्ट भिडियो थ्याङ्क यू